यो 2026 हो। नर्थ पोल नजिकै एउटा सुनसान आइसले ढाकिएको आइल्यान्ड छ, ग्रिनल्यान्ड। तर आज अचानक ग्रिनल्यान्ड विश्व शक्तिहरूको नजरको केन्द्रमा आएको छ। यहाँ न त युद्ध चलिरहेको छ, न त कुनै समस्या छ, तर पनि युएस, चाइना, रसिया र नेटो सबैको ध्यान यहीँ छ। किन युएसले दशकौंसम्म बेवास्ता गरेको ग्रिनल्यान्डमा फेरि आँखा लगाइरहेको छ र धम्कीहरू दिइरहेको छ? किन डोनाल्ड ट्रम्पलाई ग्रिनल्यान्डमा चाइनाको प्रेजेन्सले तर्सायो र रसियाको आर्कटिक एक्सपेन्सनले झन तनाव दिइरहेको छ? यो कथा क्लाइमेट चेन्ज, भविष्यको ट्रेड रुट्स, रेयर अर्थ मिनरल्स र अहिलेको ग्लोबल पावर शिफ्टको कथा हो। सयौं वर्षसम्म आर्कटिक सर्कल फ्रोजन जमेको थियो, जहाजहरू चल्न सक्दैन थियो र ट्रेड असम्भव थियो। तर अहिले आर्कटिक रिजन संसारको बाँकी भागभन्दा 4 गुणा छिटो तातिँदैछ। आइस पग्लँदैछ र नयाँ शिपिङ रुट्स खुल्दैछन्। युरोप र एसिया बीचको दूरी हजारौं किलोमिटर घट्नेवाला छ। अब नर्दर्न सी रुटको बाटो जहाजहरूले युज गरे भने मेडिटरेनियन हुँदै सुएज कनाल, रेड सी, इन्डियन ओशनहरूबाट जानुभन्दा 40% शिपिङ रुट छोटो हुनेछ। जहाँ पानी छ त्यहाँ जहाज आउँछन्, जहाँ जहाज आउँछन् त्यहाँ शक्ति आउँछ। इतिहासले एक कुरा बारम्बार देखाएको छ, whoever controls the oceans controls the world। अब म्यापमा हेर्ने हो भने तपाईहरूले देख्न सक्नुहुन्छ आर्कटिक सर्कलमा रसियाको सबैभन्दा ठूलो भूभाग छ र सँगै अमेरिका, क्यानाडा, आइसल्यान्ड, नर्वे, स्विडन, फिनल्यान्डसँग पनि केही भूभागहरू छन्। तर छेउमा हेर्नुभयो भने ग्रिनल्यान्ड, डेनमार्क देशको सेमी अटोनोमस आधा स्वतन्त्र क्षेत्र पनि आर्कटिक सर्कलको ठूलो हिस्सेदार हो। ग्रिनल्यान्ड संसारकै सबैभन्दा ठूलो आइल्यान्ड हो र यसको ठूलो भाग आर्कटिक सर्कलभित्र पर्छ। नर्थ अमेरिकाको नजिक छ अनि युरोप र रसियाको बीचमा। यही कारणले गर्दा सन् 1900 को बेलातिर नर्थ पोल पुग्न खोज्ने मानिसहरूले ग्रिनल्यान्डलाई बेस बनाउँथे। वर्ल्ड वार II र कोल्ड वारमा युएसले यहाँ थुप्रै मिलिटरी बेसेसहरू पनि बनाए। युएसले यहाँ रेडार सिस्टम्सहरू राखे र यदि सोभियत युनियनले आर्कटिक हुँदै हमला गर्यो भने युएसलाई सुरुमै वार्निङहरू आयोस् भनेर। एक समय ग्रिनल्यान्ड युएस सेक्युरिटी आर्किटेक्चरको ठूलो हिस्सा थियो। तर फेरि 1991 मा सोभियत युनियन कोल्याप्स हुन्छ र कोल्ड वार सकिन्छ। युएसले त्यसपछि बेसेसहरू बन्द गरेर बनाएका संरचनाहरू छाडेर जान्छ, किनभने आर्कटिक अब युएसको लागि खासै महत्त्व नराख्ने हुँदै गइरहेको थियो। वर्ल्ड पीस सफल हुँदै गइरहेको थियो। तर क्लाइमेट चेन्जले यो क्याल्कुलेसन बदलिदियो। आइस पग्लेर जाँदा नयाँ शिपिङ रुट्स मात्र होइन, एउटा अर्को कुरा बाहिर आयो। ग्रिनल्यान्डमा धेरै रिसोर्सेसहरू छन् भन्ने थाहा हुन्छ। मुख्य रूपमा धेरै रेयर अर्थ मिनरल्सहरू छन् भन्ने थाहा हुन्छ र धेरै तेल खानी र ग्यासका भण्डारहरू पनि छन् भन्ने आशंका गरिएको छ। रेयर अर्थ मिनरल्सहरू अहिलेको नयाँ युगमा एकदम महत्त्व बोकेको रिसोर्स हो। यसको धेरै ठाउँमा प्रयोग हुन्छ, जस्तै तपाईले चलाइरहनु भएको मोबाइल, इलेक्ट्रिक गाडीहरू अनि मिलिटरीको लागि स्याटेलाइटहरू र मिसाइल्सहरूमा पनि यो मिनरल्सहरू चाहिन्छ। अब फेरि एआईको यति र्यापिड ग्रोथमा पनि माइक्रोचिप्सहरू चाहिन्छ, जसमा पनि रेयर अर्थ मिनरल्सहरू नै युज हुन्छ। आज रेयर अर्थ मिनरल्सको सप्लाईमा चाइनाको झन्डै एक्लो राज छ। युएस र युरोप त्यसैले यसको विकल्प खोजिरहेका छन्। ग्रिनल्यान्ड अब एकाएक फेरि भ्यालुएबल भएर गएको छ। चाइना आर्कटिक नजिकको देश होइन, तर चाइना आफूलाई नियर आर्कटिक स्टेट भन्छ, किनभने चाइनालाई थाहा छ भविष्यमा ग्लोबल ट्रेड आर्कटिकबाट जानेछ। यही भएर चाइनाले ग्रिनल्यान्डमा धेरै चिजहरू गर्न खोज्यो। एयरपोर्ट्स बनाइदिने अफर गर्यो, माइनिङ प्रोजेक्ट्समा इन्भेस्टमेन्ट गर्ने अफरदेखि अरू थुप्रै अफरहरू गरेको थियो। ग्रिनल्यान्ड जस्तो सानो इकोनोमीका लागि यो निकै लोभ लाग्दो थियो। तर वाशिङटनमा यो कुरा सही हुँदैन। पेन्टागनको डर सिम्पल थियो, यदि ग्रिनल्यान्ड चाइनाको ऋणमा फस्यो भने चाइनाले लाभ उठाउने मौका पाउँछ र आफूले बनाएका संरचनाहरूलाई भविष्यमा मिलिटरी उद्देश्यको लागि युज गर्न पनि सक्छ। युएसले डेनमार्कलाई प्रेसर दियो र चाइनाले बनाइदिने भनेको एयरपोर्टको डिल नै ब्लक गरिदियो र माइनिङ प्रोजेक्ट्सको लागि छुट्टै फन्डिङ दियो। चाइनिज लाइसेन्सेसहरू खारेज गराउन डिप्लोमेटिक प्रेसर बढायो। यसको रिजल्ट चाइना अहिलेसम्म ग्रिनल्यान्डमा जम्न सकेको छैन। तर यहाँ रसिया पनि छ। आर्कटिकको सबैभन्दा लामो र धेरै भूभाग रसियासँग छ।
रसियाले अहिलेसम्म धेरै आर्टिक बेसेसहरू बनाएको छ। आइस ब्रेकर्स जहाजहरू जसले आइस तोडेर नयाँ शिपिङ रुट्स बनाउँछ, त्यसको सबैभन्दा ठूलो फ्लिट राखेको छ। नर्थ पोलको नजिक समुद्रमुनि गएर आफ्नो झण्डा समेत राखिसकेको छ। रसियाको लागि आर्टिक एकदमै महत्त्व राख्ने ठाउँ हो र आजकल बिस्तारै रसिया र चाइना आर्टिक क्षेत्रमा पनि मिल्न थालेका छन्। संयुक्त मिलिटरी ड्रिल्सहरू साथै थुप्रै आर्थिक सहकार्यमा पनि मिल्दै गइरहेका छन्। युएस, चाइना, रसिया तीनै देश आर्टिकलाई फ्युचर मान्छन्। यसरी रसिया र चाइनाको बढ्दो इन्फ्लुएन्स देखेर युएस पनि ग्रिनल्यान्डमा इन्भल्भ हुन खोजिरहेको छ। भन्ने बेला ट्रम्प भन्छ ग्रिनल्यान्ड युएसको सिक्युरिटीको लागि एकदमै महत्त्वपूर्ण छ, तर भेनेजुएला जस्तै यहाँको रिसोर्सेस पनि एउटा टार्गेट हो भन्नेमा कुनै दुई मत नहोला। 2019 मा संसार शक्ड हुन्छ जब युएस प्रेसिडेन्ट ट्रम्प खुलेआम भन्छन् लेट्स बाई ग्रिनल्यान्ड। यो सबैलाई जोक जस्तो लागेको थियो, तर ट्रम्प सिरियस थियो। डेनमार्कले यसलाई सिधै अस्वीकार गर्छ, तर मेसेज क्लियर थियो, युएसलाई ग्रिनल्यान्ड जसरी भए पनि चाहिएको छ। यसरी बिस्तारै युएसले बन्द भएको युएस कन्सुलेट पनि नुकमा फेरि खोल्छ। ग्रिनल्यान्डमा आर्थिक सहायतासँगै मिलिट्री इन्भल्भमेन्ट पनि बढाउन थाल्छ। ग्रिनल्यान्डमा युएस प्रेजेन्स फेरि बढ्न थाल्यो। 2026 सम्म आइपुग्दा भेनेजुएलाको निकोलस मदुरोलाई अपहरण गरेर युएस लगिसकेपछि तनाव झन बढ्दछ। ग्रिनल्यान्डमा पनि मिलिट्री एक्सन हुन सक्छ भनेर ट्रम्पले अहिलेसम्म भनेको छैन, तर हुँदैन भनेर पनि डाइरेक्टली भनिसकेको अवस्था छैन। यो भिडियोको स्क्रिप्ट तयार पार्दा बेला भर्खर केही युरोपियन देशहरूलाई प्रेसर दिन 10% एक्स्ट्रा ट्यारिफ लगाइसकेको छ र उसले भनेको जस्तो नभए बिस्तारै यो ट्यारिफ बढ्दै जाने भनेको छ। अब एउटा प्रश्न सबैको मनमा होला, के युएसले मिलिट्री युज गरेर ग्रिनल्यान्ड लिन सक्छ? सर्ट एन्सर अलि गाह्रो छ, किनभने ग्रिनल्यान्ड डेनमार्कको हिस्सा हो र डेनमार्क नेटोको एक मेम्बर हो। यस्तो गर्नु भनेको नेटो भित्रै कन्फ्लिक्ट हुनु हो र यो अलि सोच्न गाह्रो पर्छ। मिलिट्री युज गरेर ग्रिनल्यान्ड कब्जा गर्ला भन्नु रियलिस्टिक छैन, तर ट्रम्प युएसको प्रेसिडेन्ट हुनु अघि आफै एक सफल बिजनेसम्यान हुन् र उनलाई थाहा छ कि कसरी बिजनेस गरिन्छ भनेर। यसरी सायद उनी मिलिट्री युजको डर देखाएर इन्फ्लुएन्स टेकओभर गर्न खोजिरहेको छ र त्यो त अहिले नै भइरहेको छ। एड, डिप्लोमेसी, मिलिट्री प्रेजेन्स, व्यापारमा निर्भरता र ट्यारिफहरू जसरी हुन्छ प्रेसर लगाएर। यो सम्पूर्ण जियोपोलिटिकल चेसबोर्डमा सबैभन्दा निर्णायक तर सबैभन्दा कम सुनिने आवाज ग्रिनल्यान्डका स्थानीय समुदायहरूको हो। ग्रिनल्यान्डको जनसङ्ख्या करिब 56,000 मात्र छ। त्यसमध्ये धेरैजसो इनुइट समुदाय हुन्, जसको भाषा, संस्कृति र जीवनशैली आर्कटिकसँग गहिरो रूपमा जोडिएको छ। यी समुदायहरूका लागि ग्रिनल्यान्ड केवल स्ट्र्याटेजिक लोकेसन होइन, यो पहिचान, भाषा र जीवन पद्धति हो। इतिहासले आर्कटिक मात्र होइन, धेरैजसो इन्डिजिनस समुदायहरूलाई बारम्बार देखाइसकेको छ। जब जियोपोलिटिक्स आउँछ, कल्चर पछि पर्छ। त्यसैले ग्रिनल्यान्डर्सको दुविधा सरल छैन। चाइनाबाट लगानी लिँदा ऋण र ऋणले ल्याउने कन्ट्रोलको डर, युएससँग नजिक हुँदा मिलिटराइजेसन र कल्चर मासिने डर, डेनमार्कसँगै बस्दा पनि पुरा स्वतन्त्रता अझै छैन। ग्रिनल्यान्डर्स आज सभरेन्टी भन्दा पनि सर्भाइभल अफ आइडेन्टिटीको चिन्तामा छन्। ग्रिनल्यान्डको कथा केवल ग्रिनल्यान्डको होइन, यो कथा हो क्लाइमेट चेन्जले जियोपोलिटिक्स कसरी बदल्दैछ र रिसोर्सेस अनि विश्व व्यापार कसरी भविष्यको कन्फ्लिक्ट र डोमिनेन्सको कारण बन्दैछ। ग्रिनल्यान्ड युद्धको मैदान होइन, तर यो भविष्यको पावर म्यापको केन्द्र हो। आज ग्रिनल्यान्डमा जे भइरहेको छ, भोलि अरू ठाउँहरूमा पनि रिपिट नहोला भन्न सकिन्न। यो भिडियो पुरा हेरिदिनु भएकोमा तपाईहरूलाई धेरै धन्यवाद। आगामी दिनहरूमा पनि हामी यस्तै भिडियोहरू ल्याउनेछौँ। त्यतिन्जेलको लागि कृपया लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला अनि सँगै भएको बेल आइकन पनि अन गरिदिनु होला र हाम्रो च्यानललाई सपोर्ट गरिदिनु होला। धन्यवाद।